हाई साथीहरु आज चाहिँ म चारजना क्लाइन्टको नेल डे साथसाथै प्राइस पनि इन्क्लुड गर्न जाँदैछु यो भिडियोमा चाहिँ सो मेरो फर्स्ट क्लाइन्ट अफ द डे चाहिँ आज 3 विक बिल्डर जेल फिल गर्न आएको थियो अनि हामीले चाहिँ फिल गर्यौं कट डाउन अनि रिसेप गरेर चाहिँ अनि उ चाहिँ आज फ्रेन्च मात्रै गर्ने अरे म चाहिँ प्राय 8 to 9 क्लाइन्ट लिइरहेको हुन्छ नि त डेली तर आज चाहिँ मैले 4 जनाको मात्रै भिडियो लिएँ अनि आजको नेलको चाहिँ प्राइस $62 भएको थियो प्लस टिप ल्या हिजो त मैले भ्लग पनि लाउनु बिर्सेछु क्या किनभने मलाई कस्तो गलेको थियो नि त निदाज अहिले मेरो विस्डम तित पनि आइरहेछ अनि बोल्नु पनि भएको छैन क्या त्यति धेरै अनि कति छिटो निदाज हिजो बेलुका त अनि आई वाज नट एबल टु पोस्ट माई भ्लग यस्टरडे अनि मेरो दोस्रो क्लाइन्टले चाहिँ एक्रिलिक फुल सेट गर्ने भन्यो अनि हामीले चाहिँ 4टा 3D फ्लावर राखेर गर्यौं फ्रेन्च टिपमा थ्यांक यू गाइज सो मच अस्तिको दिनको भिडियो मन पराइदिनु भएकोमा मैले त्यो 3 थिङ्स आई डिड टु मेक माई सेल्फ बुक एन्ड बिजी भन्ने भिडियो बनाएको थिएँ कति धेरै मन पराइदिनु भएको थियो नेल चाहिँ कस्तो राम्रो टर्न आउट भएको थियो लास्टमा गरिसकेर ब्लू फ्लावर चाहिँ कस्तो राम्रो दिएको थियो अनि मैले यसको एक्रिलिक चाहिँ डाइनामिक नेल सप्लाइजबाट युज गरेको एकदम धेरै मन पर्यो मलाई चाहिँ यो डाइनामिक नेल सप्लाइजको एक्रिलिक चाहिँ भ्यालेन्टिनोको ड्युब जस्तो रहेछ भेरी बटरी भएको साथसाथै भेरी अफोर्डेबल पनि रहेछ क्या मैले फर्स्ट टाइम किनेर युज गरेको नि त अनि यो चाहिँ एड चाहिँ होइन मैले चाहिँ अनेस्ट रिभ्यू दिएको मलाई चाहिँ एकदम धेरै मन पर्यो इफ यु गाइस वान बाई उनीहरूको ब्रान्डबाट बाई गर्दा हुन्छ यदि तपाईँहरू पनि बिगिनर नेल ट्याग हुनुहुन्छ र नेल चिक्दै हुनुहुन्छ भने चाहिँ यु डोन्ट ह्याभ टु बाई एक्सपेन्सिभ स्टफ टु बिकेम अ गुड नेल ट्याग किनभने कति धेरै प्रडक्टहरू पनि अफोर्डेबल प्राइसमा पनि पाइन्छ नि त आजको लागि त्यति नै भन्दै आई विल सी यु गाइस इन माई नेक्स्ट भ्लग बाई